हेलो, गुड मर्निङ, नमस्ते। आज हाम्रो यात्राको तेस्रो दिन। आज हामी प्रदेश नम्बर 4 मा छौँ हैन। प्रदेश नम्बर 4 को बेनी बजारमा हामी राति बसेको होटल देखाइदियो त भाउ। हामी राति बसेको होटल त्यही हो, न्यू मुस्ताङ लाइट हाउस। र अहिले अहिले ठ्याक्कै हामी हाम्रो काली गण्डकी काली गण्डकीको बगरमा अब देखिरहेको छौँ। काली गण्डकीको भ्यू हेर्दाखेरि जुन पानीको लहर छ नि, समुद्र जस्तै फिल भइरहेछ र हेर्न सकिन्छ स्पिड कति छ पानीमा हैन। पानी पनि धेरै नै छ। अनि अहिले सायद यो मनसुन लागेर होला, पानी खोलाहरूमा पानी बढी छ हैन। हेर्नमा एकदम दृश्य पनि अब पहाड आएपछि दृश्यको त कमी नै हुँदैन हैन। दृश्य त एकदम एकदम राम्रो दृश्यहरू छ। बजारको स्टिक खेलाइदिएको छु कि एकचोटि बजार हेर्नुहोस् हैन। बजार पनि हुन्छ नि यस्तो ठाउँमा आएर पनि यस्तो दामी बजारहरू हैन। यो धेरै नै टाढा आए पनि यस्तो दामी बजारहरू पाउँदाखेरि खुसी हुन्छ। ल हाम्रो साथीहरूलाई पनि हेर्नुहोस्, बल्ले दोष मर्निङ वाक गर्दैछ हैन। हल्का हल्का अब जिम गर्ने मान्छे अलि अलि बढ्यो। ल मोहन भाइ दुई शब्द जाओस् हाम्रो कस्तो फिल भइरहेछ। अरुण दाइसँग आएर म धेरै खुसी छु। मेरो भाग्यमा मेरो भाग्य राम्रो छ। अरुण दाइ जस्तो मान्छेसँग मेरो दोस्ती यारी भयो। धेरै धेरै खुसी छु म। तँलाई यहाँको नजारा कस्तो लागिरहेछ? एकदम ब्युटिफुल। अब यो भन्दा पनि अगाडिको नजाराहरू एकदम ब्युटिफुलहरु छ। हामी तपाईहरुलाई अपडेट गर्दै गइरहेको छु। जस्तो आज हामी 4 नम्बर प्रदेशमा छौँ हैन। 4 नम्बर प्रदेशको बेनी बजारमा छौँ। बेनी बजारको दृश्यहरू यस्तो छ हैन। फोटो त हालेको छैन, तर यो रिलहरू फेसबुकमा पोस्ट गरिराख्छु किनकि साथीभाइलाई थाहा पनि भइरहेछ हैन कि हामी यहाँ पुग्यौँ, यहाँ अवस्था छ, यस्तो यस्तो छ, मौसमहरू छ। पछि एक मुष्टा चाहिँ एकैचोटि आउँछ। अहिले चाहिँ सानो सानो रिलमा क्लिक गर्दै ल त्यति मात्रै हुँदैन, हाम्रो ताजपुरियालाई पनि देखाउनु पर्यो नि त। हाम्रो क्यामेराम्यान हाम्रो ताजपुरिया दोस्तलाई पनि देखाउनु पर्यो नि त। अनि नयाँ नयाँ लोकेसन यस्तोमा यस्तो गर्नुपर्छ भन्ने कुरा त उसैको हो नि त भनाइ हैन। दामी छ नि, कहाँबाट के सिन लिने हैन भन्ने कुरा। यहाँ ल अब फेरि तपाईहरुसँग हामी अगाडि जुडिरहन्छौँ हैन। आफूले गरेको आफूले गएको ठाउँहरू सब हेराउँछु हैन। अनि यसरी नै तपाईहरु पनि साथ सपोर्ट दिनु, हाल खबर पनि सोध्नु हैन। कमेन्ट लाइक शेयर सब गर्नु है। ल थ्यांक यू।